हेलो वेलकम टू द सिभिल टेक्स। आज हामी सिभिल सेकेन्ड सेमेस्टरको हैन डिफरेन्शियल इक्वेसन अफ फर्स्ट अर्डर एन्ड फर्स्ट डिग्री सम्भावित क्वेसन 2 मार्कको लागि हामी पढ्न गइरहेका छौं। केही न्युमेरिकलहरु हैन। फर्स्ट अफ अल यसको बारेमा केही थ्योरी छ। यो एउटा हेरिहालौं है त। टाइप 1 भन्ने एउटा थ्योरी छ। यदि इफ p dx plus q dy equal to 0 यस्तो खाले हाम्रो इक्वेसन छ वा क्वेसनमा दिएछ भने यसलाई हामीले dx by x को टर्ममा dy by y को टर्ममा इक्वल टु 0 को टर्ममा ल्याउनु पर्छ, जहाँ p र q भनेको फंक्सन अफ x र y रिस्पेक्टिभली छ है त। अब यसको रिलेटेड एउटा प्रथम क्वेसन हेरौं। y dx minus x dy equal to xy equal to dx छ। यो हाम्रो गिवन डिफरेन्शियल इक्वेसन छ। यसलाई हामीले यस्तो फर्ममा ल्याउनु पर्छ, अघिको फर्मुला अनुसार ल्याउनु पर्छ। त्यसैले हामीले xy ले डिभाइड गर्यौं दुवै साइड, तल र माथि, नोमिनेटर र डिनोमिनेटरमा। भने यो यहाँबाट y क्यान्सल हुन्छ, x क्यान्सल हुन्छ, यो xy क्यान्सल हुन्छ। अब यहाँ भनेको dx by dx x आउँछ, dy by y आउँछ। यताको dx लाई मैले यता लगाइदिए भने माइनस इक्वल टु 0 है त। अब मैले इंटीग्रेसन अन बोथ साइड गरिदिए भने इंटीग्रेसन अफ 1 by x dx भनेको log x हुन्छ, माइनस यो log y, यो इंटीग्रेसन अफ x, इंटीग्रेसन अफ dx भनेको x हुन्छ है त। इंटीग्रेसन अफ dx भनेको x हुन्छ है त। यो माइनस x भयो र 0 हामी सबैले log मा लेखिरहन्थ्यौं भने इंटीग्रेसन अफ कन्स्टेन्ट को c हुन्छ, यता log c गरिदियो है त। अब log a minus log b भनेको log a by log b, उस्तै यो माइनस प्लस मा छ त माइनस गर्दियौ, यतालाई प्लस मा गर्दियौ अनि यो log a minus log b को फर्म आयो। यसलाई सल्भ गर्दा log x by y c, यो त अलरेडी डिनोमिनेटर मा छ, यस्तो छ। यो x by y by c छ, केही छैन भने 1 छ। x by y into 1 by c भनेको x by y c है त। यो x by y डिनोमिनेटर होल ठुलो धरको छ, फेरि c by 1 यस्तै फर्ममा छ हैन, by c छ, केही छैन तर मैले 1 थापे है त। x by y 1 माथि र c तल भनेको x by y c हैन। त्यही भएर यता x by y c आएछ। यो 1 छ, x त x छँदै छ है त। यसरी हाम्रो फर्स्ट न्युमेरिकल भयो। सेकेन्ड हेरौं। यो 1 plus x square dy equal to 1 plus y square dx। अब यो dx छ भने x को टर्ममा लेख्नु पर्छ हैन त। dx by 1 plus xy यताकोलाई यता गर्दिए त इक्वल टु छदै छ, यसलाई माइनस मा गर्दिए। अब dx 1 plus y square minus dx 1 plus x square equal to 0 गर्दिए। अब मैले के गरे भने इंटीग्रेसन गर्दिए दुवै साइड, इंटीग्रेसन अन बोथ साइड गर्दिए। इंटीग्रेसन अफ 1 by 1 plus y square minus इंटीग्रेसन अफ dx by 1 plus x square equal to 0 छ। अब हामीले एउटा फर्मुला हेर्नु पर्छ। अब इंटीग्रेसन अफ x square plus a square dx छ भने यो a कन्स्टेन्ट छ है त, वेयर a इज कन्स्टेन्ट। अब 1 by x square plus a square छ भने यसको इंटीग्रेसन 1 by a tan इन्भर्स x by a हुन्छ है त। त्यसरी नै 1 by a tan inverse x by a minus 1 by a tan inverse x by a equal to 0 है त। अब log a tan inverse a minus tan inverse b भनेको tan inverse a minus b by 1 plus ab फर्मुला छ हाम्रो। त्यसैले tan inverse y minus x by 1 plus yx। हामीले सधैँ tan inverse मा लेखिरहन्थ्यौं, त्यसैले यसलाई tan inverse c गर्दियौ। tan inverse काटेर यसरी लेख्न पाइन्छ है त। र हामीले एउटा फर्मुला हेरिरहेका थियौं, tan inverse a minus tan inverse b भनेको tan inverse a minus b by 1 plus ab है त। उस्तै अब हामीले अर्को न्युमेरिकल हेरौं। sin inverse dy by dx equal to xy है त। dy by dx equal to xy छ। यो sin inverse लाई मैले यता गर्दिए भने एंगलमा यो आइहाल्छ। sin inverse dy given differential equation छ, sin inverse dy by dx equal to xy। यो sin inverse लाई मैले राइट साइडमा गर्दिए भने sin inverse xy यो हाम्रो एंगलमा आइहाल्यो, यो dy by dx छँदै छ। अब यसलाई हामीले इक्वेसन 1 लेट गर्यौं है त। अब हामीलाई
के गर्नुपर्छ भने x र y लाई मैले v लेट गर्दिए है त के जे नि लेट गर्न पाइयो मैले v लेट गर्दिए अलि इजीको लागि तपाई t नि लेट गर्न पाइयो हैन xy तर हुनु भएन किनभने मिक्स म्याच भइहाल्छ नि त अब v इक्वल टु xy अब यसलाई मैले डिफरेन्शिएट विथ रिस्पेक्ट टु x गर्दिए भने dv by dx इक्वल टु dx by dx प्लस dy by dx भयो अब dv by dx dx by dx भनेको 1 हुन्छ है त यो डेरिभेटिभ अफ x विथ रिस्पेक्ट टु x गर्दा 1 हुन्छ त्यसैले यो 1 भयो र dy by dx छँदैछ अब हामी यसलाई इक्वेसन 2 गर्दियौं हैन यसैलाई कन्टिन्यू राखौं है त मैले फ्रम इक्वेसन 1 र 2 बाट गरेछु है त अब dv by dx छँदैछ dv by dx छँदैछ 1 छँदैछ अब मेरो यता के छ dy by dx छ अनि मैले यता के dy by dx इक्वल टु sin x plus y लाएको छु नि त इक्वेसन 1 मा यो इक्वेसन 1 लेखिदियौं 1 प्लस त sin x plus y भइहाल्छ र x plus y लाई हामीले त v लेट गरेछौं त डाइरेक्टली मैले त यो एंगलमा v लेखिदिएको छु है त अब मैले dx ल्याउनु पर्ने छ मैले सबैलाई एउटा ब्र्याकेटमा राख्दिए अब dx यता मल्टिप्लाई गर्छु र dv इक्वल टु यति भइहाल्छ यता dx अब dx अब यसलाई डिभाइड गर्दा त dx इक्वल टु dv बाइ 1 प्लस sin v भइहाल्छ हैन त यो यसरी मैले डाइरेक्टै गर्दिएछु है त 1 प्लस sin v dx अब यसलाई मैले डिभाइड को फर्ममा लेखेछु के अब dx इक्वल टु के भइहाल्छ त dv बाइ 1 प्लस sin v भइहाल्छ अब मैले के गरे भने मिलाउनलाई है त मैले दुवैतिर नोमिनेटर र डिनोमिनेटरमा 1 माइनस sin v ले तल र माथि डिभाइड गर्दिए अब डिभाइड गर्दा यसले काटेसी फेरि यही इक्वेसन आइहाल्छ त्यही भएर यो 1 प्लस sin v a प्लस b इन्टु a माइनस a भनेको a स्क्वायर माइनस b स्क्वायर को फर्ममा आइहाल्यो हैन त यो हेलो dv इक्वल टु 1 माइनस sin v बाइ a स्क्वायर माइनस b स्क्वायर dv द dv छदैछ 1 माइनस sin v छ a 1 माइनस हेर sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा इक्वल टु 1 हुन्छ अब मैले cos स्क्वायर थीटा निकाल्नु छ भने 1 माइनस sin स्क्वायर थीटा गर्नुपर्छ त्यसैले यहाँ cos स्क्वायर v आयो अब सरी cos स्क्वायर v ले मैले के गरे डिभाइड गर्दिए त 1 बाइ cos स्क्वायर v माइनस sin v बाइ cos स्क्वायर v को dv छदैछ 1 बाइ cos स्क्वायर v भनेको sec स्क्वायर v र sin बाइ cos भनेको tan v र एउटा cos बाँकी रह्यो भने यसलाई मैले sec मा लेखिदिए है त sec v अब इंटीग्रेसन बोथ साइड गर्दिए हैन अब dx को इंटीग्रेसन त x हुने भयो यदि मैले dx लाई यो साइडमा लेखेर कुनै साइडमा एउटा 0 हुन्थ्यो भने त एउटा कन्स्टेन्ट आउँथ्यो त्यही भएर मैले c लेखेछु x प्लस c र यो sec dv माइनस यो tan v sec v dv छ है त अब sec स्क्वायर dv को इंटीग्रेसन भनेको 10x हो sec स्क्वायर v dv भनेको 10v है त अब माइनस त माइनस भएको 10v इन्टु sec v dv भनेको sec v है त यो xv छदैछ अब यो भइहाल्छ 10x माइनस sec x अब v को ठाउँमा मैले ओरिजिनल भ्यालु राख्दिए v इक्वल टु x प्लस y र sec इक्वल टु x प्लस y यसरी हाम्रो प्रब्लम यो दोस्रो पनि भयो है त यो अब एउटा फर्मुला हेरौं त इंटीग्रेसन अफ sec स्क्वायर x dx भनेको 10x प्लस c र इंटीग्रेसन अफ sec x इन्टु 10x भनेको sec x प्लस c है त अब एउटा हाम्रो बुकको 12 नम्बरको एक्जाम्पल धेरै नै इम्पोर्टेन्ट छ है त एक्सरसाइज को छ सायद हेरौं log dy by dx इक्वल टु ax प्लस by हाम्रो गिवन डिफरेंशियल इक्वेसन छ log dy by dx इक्वल टु ax प्लस by अब हाम्रो लग मा छ
लग बेस ई छ, यो हाम्रो यता मानौँ ई छ भने यो लगलाई यो राइट साइडमा लग्दा के हुन्छ भने e टु द पावर a भइहाल्छ। जस्तै अब यो log x इक्वल टु a छ भने log बेस e, x इक्वल टु a छ भने x इक्वल टु e टु द पावर a हुन्छ है त। त्यसरी नै यो log x इक्वल टु a छ, त्यसैले मैले x इक्वल टु के भइहाल्छ e टु द पावर a, त dy बाइ dx इक्वल टु e टु द पावर यो यति भयो है त। अब मैले यसलाई के गर्छु छुट्टा छुट्टै गरेछु भने dy बाइ dx इक्वल टु e टु द पावर ax इन्टु e टु द पावर by। अब e टु द पावर यो y को टर्ममा छ, e टु द पावर y लाई मैले डिभाइडमा लगाइदिए र e टु द पावर ax इन्टु dx छँदैछ। अब e टु द पावर यो डिनोमिनेटरमा छ भने नोमिनेटरमा लाग्दा e टु द पावर माइनस by इक्वल टु e टु द पावर ax dx छँदैछ। अब यो यसलाई मैले यो राइट साइड लेफ्ट साइडमा लगाइदियो भने एउटा साइड 0 आउँछ, त e टु द पावर ax माइनस dy e टु द पावर माइनस by इक्वल टु 0 आयो है त। अब यो हाम्रो एउटा फर्मुला टाइपमा छ, e टु द पावर ax dx भनेको के हुन्छ e टु द पावर ax बाइ a कन्स्ट्यान्ट टर्म डेरिभेटिभ हैन, माइनस e टु द पावर by e टु द पावर माइनस by भनेको e टु द पावर माइनस by बाइ विथ कन्स्ट्यान्ट माइनस b इक्वल टु k हैन। यो हामीले के गर्यौं भने यसलाई हामी इन्टिग्रेसन गर्दियौं हैन त। अनि यसरी हाम्रो e टु द पावर x बाइ a यो माइनस र यो माइनस प्लस भइहाल्छ, e टु द पावर by बाइ b इक्वल टु एउटा k। हामीले दुवै साइड के गर्यौं भने यता इन्टिग्रेसन गर्दियौं है त। यसरी हाम्रो अब यसको एलसीएम लिँदा ab भइहाल्छ र ab यता मल्टिप्लाई भइहाल्छ भने kab भइहाल्छ है त। अब हामीले फोर्थ न्युमेरिकल हेरौं, यो y रुट अन्डर 1 माइनस x स्क्वायर dy प्लस x रुट अन्डर 1 माइनस y स्क्वायर dx इक्वल टु 0 छ। यो हाम्रो के छ गिवन डिफरेन्शियल इक्वेसन छ, यो हाम्रो गिवन डिफरेन्शियल इक्वेसन छ। अब मैले y 1 माइनस x स्क्वायर dx इक्वल टु x माइनस x रुट अन्डर 1 माइनस y स्क्वायर dx मैले के गरे भने यो पार्टलाई राइट साइडमा इक्वल टु को राइट साइडमा लगाइदिए। अब मैले के गर्न सक्छु भने यो dy छ र यो y को टर्म छ भने यसलाई यसरी फर्ममा डिभाइडमा लगाइदिए यसलाई, त y यो y dy रुट अन्डर 1 माइनस y स्क्वायर भइहाल्छ माइनस x dx रुट अन्डर 1 माइनस x स्क्वायर भइहाल्छ है त। अब 1 माइनस y स्क्वायर यो माइनसमा छ भने राइटमा ल्याइदियो भने प्लस भइहाल्यो। अब यसलाई मैले इक्वेसन 1 मानिदिए है त। अब मैले के गरे भने 1 माइनस y स्क्वायरलाई मैले v लेट गरिदिए। अब डिफरेन्सिएटिङ अन बोथ साइड विथ रेस्पेक्ट टु y गरिदिए। अब dv बाइ dy इक्वल टु 1 माइनस y स्क्वायर बाइ dy। अब यसलाई सेपरेट गरिदिए d1 बाइ dy माइनस dy स्क्वायर बाइ dy। कन्स्ट्यान्टको डेरिभेटिभ भनेको 0 र y स्क्वायर भनेको के छ भने 2, यो a स्क्वायरको डेरिभेटिभ भनेको के हुन्छ भने 2 इन्टु a टु द पावर माइनस 1 भइहाल्छ। यो n माइनस 1 हुन्छ भने यहाँ 2 छ भने 2 माइनस 1 भयो हैन त। y स्क्वायर छ भने 2 भयो र y माइनस 1 2 माइनस 1 भनेको 1 हुन्छ, y यता 1 भयो त। अब यो dy लाई मैले यसमा मल्टिप्लाई गरिदिए भने dy इक्वल टु माइनस 2y dy भयो है त। तर हामी मिलाउनलाई के गर्दियौं भने y dy इक्वल टु माइनस dv बाइ 2 गर्दियौं, यसलाई हामी इक्वेसन 2 गर्छौं। सिमिलरली हाम्रो t इक्वल टु 1 माइनस x स्क्वायर 1 माइनस x स्क्वायर रिलेट गर्दियौं। अघि मैले v को लागि गरे थिए, y को लागि गरे थिए, अब मैले x को लागि t रिलेट गरेछु, t इक्वल टु 1 माइनस x स्क्वायर। सिमिलरली मैले के गर्दिए भने यसलाई गर्दा यसलाई यसो डेरिभेटिभ गर्दा यो x dx इक्वल टु माइनस dt बाइ 2 आउँछ है त। अब मैले के गरे फ्रम इक्वेसन 1 हाम्रो जो यो इक्वेसन 1 छ यो y dy
र y dy को भ्यालु त हामीले यस्तो लाएको छौं भने y dy इक्वल टु -dv/2 हैन र उस्तै x dy भनेको -dt/2 फ्रम इक्वेसन 1 बा दुईटै भ्यालु 2 र 3 मैले पुट गरे त्यो यो y को ठाउँमा राखे र यसलाई x dx को ठाउँमा राखे डिनोमिनेटरमा 1 - y² छँदै छ 1 - x² छँदै छ अब 1 - y² ले मैले v लेट गरे थियो भने v लेख्दियम 1 - x² ले मैले t लेट गरे थियो भने t लेख्दिए है त अब मैले इंटीग्रेशन अन बोथ साइड गर्दिए अब इंटीग्रेशन गर्दा के हुन्छ भने -dv/2 √v भइहाल्छ है त माइनस dt/2 √t इक्वल टु 0 अब यो 1/2 लाई मैले बाहिर लेख्दिए अब dv/√v को इंटीग्रेशन भयो है त उस्तै माइनस यो 2 लाई मैले बाहिर गर्दिए भने माइनस छँदै छ 1/2 इंटीग्रेशन अफ dt/√t छ अब एउटा हामीले फर्मुला हेर्नु पर्छ कुनै चीजको इंटीग्रेशन 1/√x छ भने विथ रिस्पेक्ट टु x छ भने 2 * √j गिभन छ त्यो लेख्नु पर्छ यो हाम्रो सर्ट ट्रिक है त अब -1/2 * 2 जे मेरो रुट अन्डरमा दिएछ सेम एलिमेन्ट √v गर्दिए यस्तै √t 1/2 * 2 अनि जे हाम्रो दिएछ डिनोमिनेटरमा रुट अन्डर त्यो सबै सार्दिए भनेको √t है त अब यो हाम्रो -v - t = 0 आउँछ किनभने 1/2 क्यान्सल भएर आउँछ है त अब v को ठाउँमा 1 - y² t को ठाउँमा 1 - x² = 0 गर्दिए है त दुबै साइड माइनस कमन लिँदा त मेरो 1 - x² √1 - x² प्लस √1 + y² = 0 भइहाल्छ है त एउटा हामीले फर्मुला भनेम थियौ नि त अब इंटीग्रेशन अफ 1/√x को इंटीग्रेशन गर्दा के हुन्छ 2 ले मल्टिप्लाई गर्नुपर्छ र जो हाम्रो दिएछ डिनोमिनेटर को टर्म हैन √j गिभन छ त्यो लेख्नु पर्छ हाम्रो सर्ट ट्रिक VBI for IOE हैन र इन्ट्रान्स को लागि पनि यो ट्रिक काम लाग्छ है त अब हाम्रो यो क्वेशन नम्बर 14 है त 1 - यो हाम्रो बुक को छ 1 - y - x dy/dx = a y² + dy/dx है त अब ब्रैकेट मैले हटाइदिएछु र a ले यस्तो सबैमा मल्टिप्लाई गरिदिएछु y - x dy/dx = a y² + a dy/dx है त अब y माइनस यो y को टर्ममा लाई एउटा ठाउँमा राख्दिए है त y - ay² = यो a dy/x + x dy/dx मैले एउटा ठाउँमा राखिदिए है त यसलाई अब यो dx तल छ यो dx तल छ यसलाई मैले सिम्प्लिफाई गर्दिए भने dx कमन आउँछ a dx + x dy आइहाल्छ अब यो dx ले मैले यो लेफ्टमा मल्टिप्लाई गर्दिए भने y - ay² dx = a + x dy मैले दुवैबाट y कमन लिहालेछु अब यसो गर्नुको कारण के छ भने हामीले पहिला जस्तै dx/x को टर्म को एलिमेन्ट लेख्ने हो = dy/y को टर्म को एलिमेन्ट लेख्ने हो है त त्यसैले मैले यस्तो गरे यसलाई यो प्र्याक्टिस गर्दा अलि राम्ररी बुझिन्छ आफू पनि है त अब इंटीग्रेशन बोथ साइड अब उस्तै 1/x इंटीग्रेशन अफ 1/x dx भनेको log x log a + x हो उस्तै log एउटा साइड गर्दा त मेरो एउटा थाहा छ कि कन्स्टेन्ट आउने हो एउटा 0 गर्दा हैन किनभने हाम्रो फर्मुला त यो dx/x + dy/y = 0 छ नि त यो 0 ल्याउनलाई 0 को इंटीग्रेशन त कन्स्टेन्ट आउँछ कुनै एउटा कन्स्टेन्ट आउँछ नि लेफ्ट चाहे राइट त्यसैले मेरो यता c आछ मैले लग मा गरिएको छु भने log c लेख्दिए अब बाँकी रह्यो यो अब यसको इंटीग्रेशन कसरी आउँछ भने अलि यो ट्रिकी छ है त अलि ध्यान दिनु पर्छ त अब इंटीग्रेशन अफ यो मैले तल र माथि a ले मल्टिप्लाई गर्दिए है त इंटीग्रेशन अफ a by a
इन्टु वाई माइनस 1 माइनस एवाई। यो एवाई को यो वाई कमन लिएछु हैन, त स्क्वायर यहाँबाट हटिहाल्छ है त। यो जो स्क्वायर छ नि यो वाला स्क्वायर वाई कमन लिएछु है त। अब मैले ए र ए मल्टिप्लाई गर्छु नोमिनेटर र डिनोमिनेटरमा, यो ए र यो ए। अब यो के गर्यो भने अब मैले के गर्छु भने ए लाई बाहिर लग्दै कन्स्ट्यान्ट, ए लाई मेरो बाहिर आयो, यो ए बाहिर आयो। अब y प्लस 1 माइनस एवाई बाई एवाई इन्टु 1 माइनस एवाई गरिदिएँ मैले है त। र dy गरिदिएँ log a plus x plus log c equal to a 1 by 1 minus ay dy plus a into 1 by a to the power y dy। सायद नबुझ्ने टर्म यता होला है त, मैले अझै क्लियर गरिरहेको छु है त। यो हाम्रो के छ भने इंटीग्रेशन अफ a बाई a इंटू y र यहाँ 1 माइनस ay होला। यो a र a छ नि त, मैले यो a लाई बाहिर गरिदिएको छु है त। अब यो यहाँ त 1 बाँकी रह्यो बाई ay इंटू 1 माइनस ay बाँकी रह्यो होला है त। अब मैले के गरेछु भने हस्ता हेरौँ ल, यो स्टेप धेरै नै इम्पोर्टेन्ट छ र यो स्टेप धेरै न्युमेरिकलमा काम लाग्न सक्छ यो स्टेप है त। यो इंटीग्रेशन अफ 1 बाई y 1 माइनस एवाई dy छ है त यता हैन। अब मैले के गरेछु भने a र a सित मैले अप्पर नोमिनेटर र डिनोमिनेटर मल्टिप्लाई गरेको छु। अब यो a dy भयो नै भयो, ay इन्टु 1 माइनस ay भयो। यो मैले a लाई के गरेछु भने बाहिर झिकेको छु है त। अब इंटीग्रेशन अफ 1 बाई ay इन्टु 1 माइनस ay र यो dy भइहाल्यो। अब मैले सोच्नु पर्छ कि 1 कसरी माथि आउँछ, यो यसको युज गरेर मैले पार्शियल फ्र्याक्सन मेथड युज गर्छु भने ay प्लस 1 माइनस ay। अब यो ay प्लस 1 माइनस ay र ay कटेर मेरो प्लस 1 नै आउने भयो माथि हैन त। र यसलाई यसरी बाई ay इन्टु 1 माइनस ay भयो, यो dy छँदैछ है त। यसलाई हामी